सम्माननीय चुलो सभामुखज्यू, माननीय सदस्यहरू, आजको नयाँ चुलोमा कुखुराको मासु पकाउने कारबाही सुरु हुन्छ। यसमा मेरो नियम आपत्ति महोदय। यही कुरोमा चिन्ता बुझेन मान्य सदस्य। आज त कुखुराको मासु पाकेको छ, आज त खुसी हुने दिन हो। कुन दफामा हाल्ने आपत्ति हो मान्य सदस्य? दाउरा चुलोको दफा 1 को क बमोजिम खसीको मासु पकाउनु पर्ने किन यहाँ बोइलरको मासु पकाइयो? हामी बोइलरको मासु नखानेको लागि तुरुन्तै यथाशीघ्र लोकल कुखुराको मासु व्यवस्था गरियोस् भनी जोरदार माग गर्दछु महोदय। बहमुस मान्य सदस्य, चुलो सभाको ध्यान आकर्षण भएको छ। माननीय चुलो सभाका सभामुख किचन ऐनमा लेखिए बमोजिम जबसम्म चुलोमा खसीको मासु कि लोकल कुखुराको मासुको व्यवस्था हुँदैन तबसम्म यो मासुको सदन अगाडि बढ्न सक्दैन महोदय। आफ्नो बैठक बेलुका 6 बजे बस्ने गरी अहिलेको बैठक समाप्त भएको घोषणा गर्नु। किन घोषणा? खसी चाहियो, खसी पहिला यहाँ।